मलाई लेक लाग्छ कि भनेर डर लागिरहेको थियो। म च्यात्रै रहेछु। यस्तो ठाउँमा आइपुग्दासम्म म अहिलेसम्म ढलिसकेको छुइनँ। म च्यात्रै रहेछु कि। अहिले सास चाहिँ अलिक बढिरहेछ। अब मलाई केही नै भएको छैन पनि भन्नु हुँदैन। अलिअलि टाउको भारी भारी पनि भइरहेछ। तर आई क्यान कन्ट्रोल माई माइन्ड होइन। म सक्छु। अहिले हामी शिवधाराको लागि हिँडेको हिँड्न चाहिँ अस्तिको दिन हिँडेको होला खातबारीबाट। आज यहाँ हाम्रो फर्स्ट क्याम्प सेदुवा, सेकेन्ड क्याम्प हिजो भनेको देउराली। अब आज याङ्ली खर्क पुग्ने भन्ने टार्गेट लिएर हिँडेको छौँ। आज याङ्ली खर्क बास बसेर चाहिँ भोलि अब शिवधारा पुगिन्छ। अनि भोलि फर्केर दो बाटोतिर भ्याइयो भने इफ भ्याइयो भने चाहिँ दो बाटोतिर बस्ने भनेर आएको। अब हाम्रा हाकिम 7वटा खुड्किरा उकालो चढ्यो भने 7 मिनट रोकिन्छन्। अब उनकै लैलैमा लागेर आइयो। उसैले उचाले आफू पनि फुरुक्क परेर लुनु त अब नयाँ ठाउँ गएको छैन भनेर कुदिहाल्यो। अहिले तिनलाई पर्खिनको तास्तै म एक्लै यहाँ टुप्पा मारेर बसिरहेको छु। अब उनीहरू कति बेला आइपुग्छन्, आइपुगुन्, पर्खिन्छु यहाँनिर। तर के भन्ने, केही भन्दिनँ ल, ठिकै छ। चार्ज छैन। अब यहाँभन्दा माथि टावर त नमस्कारै हो, तलैदेखि नै। ब्याट्री पनि छैन फोनमा। ब्याट्री त छ, ब्याट्रीमा चार्ज छैन। नेगेटिभ सेन्स नजाओस्। ठिक छ। अब टोपी लाउनुपर्छ। टोपी लाएन भने यहाँनिर जाडोले कक्रा कुक्रुक पारिदिन्छ। अब टोपी लाउने ओर्ने एउटा लट्ठीको सहारा छ। कता हो टोपी पनि ठुलो भइसक्यो। अब ठिक्क टोपी लाउने, यता भित्रबाट हाल्ने, यसलाई तिलिक्क पार्ने, यसलाई तन्काउने। ल